खाएको पनि आएछ हौ दाँतमा अड्केछ खाएको दाँतमा अड्केछ खाएको ओके हेयर्स माई स्कुटी यो चाहिँ मेरो साथी हो मेरो एकदमै मिल्ने साथी जसले चाहिँ मलाई जहाँ जाउँ भने नि जान्छ जसरी जाउँ भने नि जान्छ होइन सो यो बिना म अधुरो छु मेरो सपना चाहिँ यो सँगसँगै एउटा राम्रो गाडी लिने छ डिलबाटै डङ्ग डिल गर्ने होइन अनि गाडी लिनु छ लेट्स से म कहिले लिन्छु तपाईँहरूलाई पक्कै देखाइहाल्छु होला अहिलेसम्मलाई चाहिँ दिस इज माई बेस्ट फ्रेन्ड एभर होइन यो गाडी नै लियो भने नि स्कुटी त म छोड्दिनँ किनभने स्कुटी जतिको कम्फर्ट खुर्र काठमाडौँ भ्यालीमा त पक्कै हुँदैन होला तर गाडी चाहिँ ड्रिम क्या मेरो रहर मैले डिल गरेपछि गाडी किन्छु डिल भन्नाले नगरेको होइन तर ठुलो डिल गर्नुपर्छ क्या एउटा गाडी लिनलाई चाहिँ हेलो एन्ड नमस्ते दिस इज मी लेडी रियल्टर सरला पोखरेल अनि आजदेखि चाहिँ मैले भ्लग लिएर आउँदैछु त्यो पनि युट्युबमा मात्रै है अनि युट्युबको लागि चाहिँ मैले अहिलेसम्म कन्टेन्टै बनाएको थिइनँ अनि मैले पहिला भ्लगहरू जति बनाएँ सबै रिल्समा बनाइरहेको थिएँ कस्तो साउन्ड आयो होला है ओके सुरु गरौँ न त होइन आजको दिनबाट सुरु गर्दैछु लेट्स सी कहाँसम्म कहिलेसम्म गर्छु अनि म त्यति धेरै एडिट गरेर पनि हाल्दिनँ किनभने जब एडिटतिर लागिन्छ एकदमै टाइम जाँदो रहेछ अनि कति भ्लगहरू छुट्ने यस्तो भएको धेरै छ मसँग त्यसले गर्दा चाहिँ अब म सिधै जस्तो छ त्यस्तै हाल्न ट्राई गर्छु अनि अब आज चाहिँ म बिहान उठ्ने बित्तिकैदेखि मेरो आज सन्डे चाहिँ स्पेसलै हुन्छ किनभने क्लाइन्ट भिजिट चाहिँ मस्ट हुन्छ क्या मेरो सन्डे त्यसले बिहानै उठेर छोरोसँग टाइम स्पेन्ड गरेर खाना बनाएर छोरोलाई उसको बाबाले स्कुल पठाएपछि चाहिँ म निस्केको हो बाहिर अनि मेरो अब हेरौँ कस्तो जान्छ मेरो दिन माई क्लाइन्ट्स आर अलरेडी हियर अनि आइ एम सो एक्साइटेड टु मिट देम किनभने हरेक क्लाइन्टले मलाई एउटा न्यू एनर्जी दिएर आउनुहुन्छ चाहे घर मन पराउनुहोस् या नपराउनुहोस् लेट्स चाहिँ उहाँहरूले चाहिँ के गर्नुहुन्छ रियली एक्साइटेड के म त कस्तो कतिखेर भेट्ने अनि कतिखेर देखाउने अनि उहाँहरूको फिडब्याक कतिखेर सुन्ने यही हुन्छ मलाई त अट्याच राख्नु ओके फाइनली मेरो क्लाइन्टहरू आउनुभयो जानुभयो मैले अलिअलि त ब्याकबाट देखाएँ पनि उहाँहरूलाई अनि उहाँहरूको रेस्पोन्स राम्रै छ किनभनेदेखि जति पनि मसँग फोनमा कुरा हुन्छ या त भिडियोमा मात्रै देख्नु भएको हुन्छ त्यो एक्सपेक्टेसन चाहिँ मलाई भेटिसकेपछि राम्रो पायौँ भन्नुहुन्छ क्या त्यो फिडब्याक आउँछ त्यो चाहिँ मलाई एकदम ब्लेस्ड फिल आउँछ किनभने मलाई राम्रो लाग्छ मलाई मन पराउनु भयो भेटेपछि प्रपर्टी भनेको त्यस्तै हो रिलेसन राम्रो भयो भन्ने हुन्छ